वेलकम ब्याक टु माई युट्युब च्यानल। अनि मेरो युट्युब च्यानलको नाम रहेको छ दीपक श्रेष्ठी भ्लग। सबैले हेरेर माया साथ सपोर्ट दिनु होला। अनि मलाई सन्चै आरामै छु। अनि हजुरहरूलाई कस्तो हुनुहुन्छ कमेन्टमा बताउनु। अनि आजको दिन चाहिँ छुट्टी थियो, धेरै दिन पछाडि रुममा बस्दा बस्दै अल्छी लाग्यो। त्यही भएर आज चाहिँ यसो कहीँ कतै यसो पार्कतिर गएर यसो भिडियोहरू बनाऊँ कि भनेर भ्लग बनाऊँ कि भनेर निस्किन लागेको। सबैले हेरेर माया अनि साथ सपोर्ट चाहिँ देखाउनु पर्छ है। यो 20 जनाले हेर्ने अनि लाइक चाहिँ एउटा आएर चाहिँ हुँदैन है। हेर्नुपर्छ, लाइक कमेन्ट अनि फलो चाहिँ गर्नु है। फलो गर्न चाहिँ नबिर्सनु। फलो ब्याक म दिनेछु। हजुरले हेर्नुभयो भने म पनि हेर्नेछु, हजुरको भिडियोहरू धेरै हेर्नेछु। अनि साथ सपोर्ट है, एकले अर्कालाई गर्दै साथ सपोर्ट गर्दै अगाडि बढ्नुपर्छ है। हामी त सानो छोटो मान्छे, भर्खरै सुरुवात हो। त्यही भएर जिब्रो लटपटिरहेछ यताउता के भन्ने अलिकति गाह्रो भइरहेछ। जे भए पनि आजको हेरौँ है त। आजको घुमघामहरू कुराकानीहरू सुनौँ है त, कस्तो हुन्छ आजको। जाउँ। अच्छा फाइनली म चाहिँ रुमबाट निस्किसकेँ। एक्लै छु, साथीहरू सबै ड्युटीमा गएको छ। आज मेरो मात्रै छुट्टी थियो। अनि यताको सिनहरू चाहिँ देख्न सक्छ है। कलेज पनि पछाडि चाहिँ म चाहिँ यहाँ वेटिङमा छु। मेरो यो लिफ्ट चाहिँ आउँदैछ, त्यही भएर वेटिङ गर्दैछु। लिफ्ट आएपछि चाहिँ तल झरेर पार्कतिर जाने। यसो गफाइ त हो, अब टाइम पास त हो। के गफ गर्छ के गफ गर्छ। लिफ्ट चाहिँ आइसकेको छ झट्ट लगाएर। अब चाहिँ तल झर्ने हो। अनि त्यस्तै छ जिन्दगी, त्यस्तै चलिरहेछ भन्नुपर्छ। हुन्छ, म तल झरेपछि चाहिँ देखाउनेछु है ठाउँहरू। म चाहिँ बाहिरतिर आइसकेँ। आज चाहिँ यसो धेरै दिन भयो नघुमेको पनि। कामको बिजीले त्यस्तै हुन्छ। त्यही भएर आज चाहिँ यसो बाहिरतिर निस्केको है। कति गर्नु है कामहरू, सुते पनि उठे पनि त्यही कामकै धुन मात्रै छ। त्यही भएर आज चाहिँ यसो छुट्टीमा यसो कहीँ बाहिरतिर जाउँ न, यसो सानोहरू भ्लगहरू बनाऊँ कि भनेर यसो निस्केको। आज चाहिँ एक्लै भएर एउटा गाडी आए पनि म पो लाज लाग्छ। बजाउने बानीले नि बिग्रादियो है, बिग्रियो। अनि कस्तो चल्दैछ हजुरहरूको दिनहरू? मेरो त यस्तै छ। बिहान 7 बजी उठ्यो, ड्युटी गयो। बेलुका 12 बजीसम्म ड्युटी गऱ्यो, रुम गयो, सुत्यो, भात पकायो, खायो। यस्तै चलिरहेछ है जिन्दगी। दुःख गर्नुपर्छ, सङ्घर्ष गर्नुपर्छ। सङ्घर्ष बिनाको फल पाइँदैन। सङ्घर्ष मेहनत जिन्दगीमा गर्नुपर्छ, अनि पछि मात्रै अगाडि बढिन्छ। यता चाहिँ मान्छेहरू सबैले मलाई हेरिरहेछ कि, गाडीमा आउने मान्छेहरू सबैले मलाई हेर्दैछ। यो मान्छे त के हो कि साइको भनेर हेर्दैछ कि। त्यही हो, जस थोरै हल्का रमाइलोको लागि हो। भाइरल हुने सपनाहरू चाहिँ छैन, चाहनाहरू छैन। त्यही हो, हल्का फुल्का यसो रमाइलो टाइम पासको लागि मात्रै बनाइरहेको हो भिडियो चाहिँ। म भाइरल हुन्छु, म भाइरल बन्नु छ चाहिँ म भन्दिनँ अरे। पछाडि सिन चाहिँ बबाल छ है। म काम गर्ने चाहिँ यता कुना एयन भन्नेमा हो। ड्युटी
यस्तै छ। नेपाली साथीभाइहरू थियो 2 जना, भागेर नेपाल गइहाल्यो। अहिले एक्लै छु। अहिले यता त्यही मलेसियाको साथीहरू एक्लो फिल हुँदो रहेछ। आफ्नै देशको साथीभाइहरू चाहिँ जे गर्दा पनि हुँदो रहेछ, तर आफ्नो देशको साथीहरू नहुँदा चाहिँ एक्लो फिल हुँदो रहेछ। काम गर्दा होस् या घुम्दा होस् एक्लो फिल चाहिँ हुँदो रहेछ। त्यस केही छैन, अब साथीहरू गयो। अब जे भए पनि आफ्नो भविष्य हेर्नु पर्यो, त्यही भएर आफू त बस्नु पर्यो। अब साथीहरू गयो भन्दैमा आफूले म पनि जान्छु भनेर हिँड्न चाहिँ भएन। सङ्घर्ष हुन्छ, दुःख हुन्छ, जे भए पनि हरेस चाहिँ खानु हुँदैन। धेरै दुःखहरू छ, धेरै कष्टहरू छ जिन्दगीमा। अर्को गाली पनि खाइन्छ, नराम्रो कामहरू पनि गरिन्छ, सबै गरिन्छ, तरै पनि एउटा आँट चाहिँ राख्नुपर्छ कि आफूमाथि कसरी हुन्छ जिन्दगीलाई चाहिँ अगाडि बढाउने, त्यो लक्ष्य चाहिँ पुग्नुपर्छ है। यस अहिले अब 1-2 महिना भइसक्यो साथी गएको। पहिला साथी हुँदाखेरि चाहिँ भेटियोहरू बनाउन जाउँ न है, उता जाउँ यता जाउँ भन्ने गर्थेँ। खासै अहिले चाहिँ एक्लो जस्तो भएको छु। बिहान उठ्यो ड्युटीमा, अनि बेलुका गयो सुत्यो, फेरि बिहान उठ्यो ड्युटीमा। साथीहरू छैन, एक्लो। बोले घरमा कल गरेर बोले नबोले एक्लो। जे भयो नि जस ठिकै छ। म चाहिँ कहाँ जाऊँ भयो। अब चाहिँ बरु बाटो काटेर चाहिँ पल्लो साइडमा चाहिँ जानु पर्ला कि जस्तो लाग्यो। म चाहिँ रोड काटेर यता पर आइसकेँ। त्यही हो, परदेशले धेरै कुराहरू सिकाए। एक्लो रहन, अनि सङ्घर्ष गर्न, नगर्ने कामहरू गर्न सिकायो होइन। जस घरमा हुँदा आमा बुबालाई अनि श्रीमतीहरूको अगाडि चाहिँ धेरै ठुलो पल्टिन्थे। मैले खाएको थालहरू म कहाँ धुन्छु भन्ने मान्छेले अहिले आएर चाहिँ दुःख के हो, सङ्घर्ष के हो भोग्दैछु अर्काको देशमा। यहाँ आफू खानेको थाल होइन, यहाँ दुनियाँको थाल धुँदै बसिरहेको छु। जस मेहनत गरिरहेको छु, मेहनत गर्दैछु। जस एक दिन सङ्घर्ष गर्दा गर्दै जस एक दिन सफलता पनि मिल्छ कि भन्ने एउटा आश छ। त्यो आशलाई कहिले मार्नु भएन, अनि कहिले हार्नु पनि भएन। म काम गर्दैछु, मेरो काम चाहिँ अघि बढ्छ भन्ने लक्ष्य लिएर बढ्ने हो। जस साथ दिन्छ, उपरवालाले नि साथ दिनेछ। यो समय अनि यो बिताइरहेको यो कठिन दिनहरूको मेहनतको समय चाहिँ उपरवालाले अवश्य पनि साथ दिनेछ। त्यही हो, केही बोल्न नआए पनि हेरेर चाहिँ माया चाहिँ गरिदिनु होला है। हेरेर साथ सपोर्ट अनि माया चाहिँ गर्नुपर्छ है। फलो गर्नु म सबैलाई दिनेछु। त्यही हो, एकजना हुँदै जोडिँदा हामी धेरैमा पुग्ने हो। त्यही भएर माया अनि साथ सपोर्ट चाहिँ दिनुपर्छ है। एकले अर्कालाई बाँडिनुपर्छ। हुन्छ, म नि अब चाहिँ रुमतिर फर्किनु पऱ्यो। लामो बनाउनु सकिएन, खासै बोल्नु पनि आएन। त्यही भएर अब चाहिँ यसो रुमतिर जान्छु। यो रुमको एक साइडबाट एउटा भ्यू चाहिँ देखिन्छ। अहिले बादल लागेन भने म त्यो भ्यू चाहिँ देखाउँछु है। यति बबाल भ्यू छ कि यति बबाल भ्यू छ।
त्यो भ्यू हेरेपछि हेरेको हेरि हुन्छ होइन त्यो भ्यू देखेपछि के गर्नु मान्छे आएपछि मोबाइललाई यसो लुकाएको जस्तो गर्नु पऱ्यो यही कमी कमजोरी छ कि हामी माथि नचिन्नु नजान्नु यत्तिकै लजाइरहेको हुन्छ हामी चाहिँ भिडियोहरू बनाउनलाई खै किन यत्तिकै लाज लाग्छ गाह्रो छ अहिले चाहिँ म यो एलियन भन्ने म काम गर्ने भित्र गएको थिएँ अहिले चाहिँ म बाहिर फर्किँदैछु अब चाहिँ यसो रुमतिर फर्किन्छु होला अब चाहिँ धेरै लामो नबनाऊ फाइनली म चाहिँ रुम फर्किसकेँ यो चाहिँ मेरो पार्क एरिया हो अनि हजुरहरूलाई यसो देखाउँछु भनेको आज त कुहिरोले सिन नै छैन रहेछ हो बेलुकाको समय चाहिँ यति बवाल हुन्थ्यो त्यो उताको एरिया चाहिँ आज चाहिँ खासै कुहिरोले आज चाहिँ देखाउन पाएन अर्को ब्लगमा चाहिँ देखाउनेछु है अहिले चाहिँ हिँड्दै थाकेर किटक्याट यो चाहिँ ल्याएर यसो शरीरलाई चिसो बनाउनु कि भनेको हुन्छ भिडियो राम्रो बनाउन सके पनि नराम्रो भए पनि हेरेर माया साथ सपोर्ट चाहिँ दिनुपर्छ है हेरेर त्यत्तिकै चाहिँ छोड्नु हुँदैन हेरेर फलो गर्नु फलो ब्याक दिनेछु म हजुरहरूको भिडियो पनि हेरिदिनेछु सबैले माया साथ सपोर्ट दिनु होला अर्को भिडियो पनि ल्याउनेछु हस् त हामी चाहिँ यतिमै छुट्नेछौँ है त